सम्मान्य सभामुख महोदय, भोटेकोशी नदीमा आएको यो अकल्पनीय बाढीले जुन अपूरणीय क्षति भएको छ, यो अत्यन्त कठिन घडी हो र यो कठिन घडीमा प्रभावित क्षेत्रका स्थानीयले बेहोरेको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस कालीलाग्दो विपदमा उहाँहरूको साथमा सिङ्गो रासोपा र सिङ्गो सरकार साथ रहेको कुरा म यो सम्मानित सदनलाई अवगत गराउन चाहन्छु। सम्मानित सभामुख महोदय, बिहानदेखि नै यसको जानकारी प्राप्त भएसँगै म प्रधानमन्त्री, गृहमन्त्री र भर्खरै स्वास्थ्य मन्त्री लगायतका सम्बद्ध अन्य सरकारी संयन्त्रका जति पनि महानुभावहरू हुनुहुन्छ, उहाँहरू सबैसँग निरन्तर छलफल र सूचना आदान प्रदान र रणनीतिक किसिमका योजना के कस्ता छन् भन्ने जस्ता विषयहरूमा अत्यन्त सजगताका साथ सचेत हुँदै र गम्भीरतापूर्वक ती छलफलहरूमा सहभागी हुँदै आइरहेको छु र मलाई विश्वास छ सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य लगाउनेछ। नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्त्वपूर्ण कुरा भएको हुनाले म सम्मानित सदनलाई प्रतिबद्धताका साथ बताउन सक्दछु, मैले बिहानदेखि अहिलेसम्म गरेका संवादका आधारमा कि सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य सबैभन्दा पहिला नागरिकलाई बचाउनमा लगाउनेछ। म सम्मानित सदन मार्फत सिङ्गो देशलाई यो कुरा जानकारी गराउन चाहन्छु। सरकारले प्रभावित क्षेत्रमा सक्दो सक्रियता देखाएको कुरा यहाँ अन्य महानुभावहरूले, मान्य सांसदहरूले पनि व्यक्त गर्नुभएकै छ। म सबभन्दा पहिला प्रतिपक्ष बेन्चमा बसेर पनि यो आपतमा, यो अप्ठ्यारोमा हामी सँगै छौँ, सरकारलाई कसरी सघाउनुपर्छ, हामी यो विपत्तिमा पक्ष प्रतिपक्ष होइन एकैसाथ सरकारको साथमा छौँ भन्ने जुन एउटा उच्च राजनीतिक संस्कारको प्रदर्शन भयो, म विपक्षी बेन्चलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, यो विपदको सामना गर्नु र यो अहिलेको कठिन परिस्थितिलाई चाहिँ यसलाई सम्हालिएर लिएर जानुको हामीसँग विकल्प छैन। म बाढी प्रभावित रसुवा र धादिङका नदी तटीय क्षेत्रका स्थानीयलाई अझ सुरक्षित रहन, थप क्षति नहुनेतर्फ सचेत रहन, धैर्य धारण गर्न र सरकारी संयन्त्रको सम्पर्कमा रहन पनि अपिल गर्दछु। साथै चितवन, नवलपरासी लगायतका जिल्लाका नदी तटीय क्षेत्रमा सावधानी अपनाउन समेत आग्रह पनि गर्न चाहन्छु र म सरकारलाई पर्याप्त सुरक्षा जनशक्ति र सम्भव भएका सबै स्रोत साधन प्रभावित क्षेत्रमा परिचालित गर्न पनि आग्रह गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, यो मानवीय सहायताको क्षेत्रमा काम गर्ने विभिन्न निकायहरू हामी कहाँ सक्रिय छन् र राजनीतिक दल सम्बन्धी ऐनले पनि व्यवस्था गरे अनुरूप विभिन्न राजनीतिक दलले यस्ता विपद जोखिमहरूमा काम गर्नको निमित्त संयन्त्र बनाउनु पर्ने प्रावधानले गर्दा पनि कयौँ राजनीतिक दलहरूसँग एउटा विशिष्ट संयन्त्र पनि छ। यतिखेर जसरी आज सबै राजनीतिक दलहरूले एकै ठाउँमा उभिनुपर्ने प्रतिबद्धता आएको छ, म यही संसदको सम्मानित सदनको रोस्ट्रमबाट सबै राजनीतिक दललाई आह्वान र अपिल पनि गर्न चाहन्छु कि हाम्रा राजनीतिक दलमा भएका राहत उद्धारमा सिद्ध हस्त, जानकार, तालिम प्राप्त ती सम्पूर्ण साथीहरूलाई एकबद्ध भएर सरकारसँग समन्वय गरी, सरकारी निकायसँग, स्थानीय प्रशासनसँग समन्वय गरी एक ढिक्का भई खोजी राहत उद्धारको कार्यमा संलग्न रहन र त्यसको एकीकृत खाका बनाएर सँगै कुनै दलको झन्डा लिएर होइन, देशको झन्डा लिएर एकैपटक उत्रिनको निमित्त आह्वान पनि गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, 2072 सालको भूकम्पको बेलामा हामीले उच्च राजनीतिक चरित्र प्रदर्शन गरिसकेका छौँ। हरेक पटक जब देशमा यस्ता विपत्तिहरू आउँछन् त्यतिखेर नेपालले सदैव राजनीतिभन्दा निकै माथि उठेर नागरिकको सेवालाई आफ्नो परम धर्म मान्दै अगाडि आएको छ। यसपटक त्यही हाम्रो प्रतिबद्धताको आवश्यकता भएको महसुस यो सदनले गरिसकेको परिप्रेक्ष्यमा म फेरि पनि एकपटक सम्पूर्ण राजनीतिक दलहरूलाई यही अपिल गर्न चाहन्छु र राष्ट्रिय स्वतन्त्र पार्टी,
संसदको सबैभन्दा ठुलो राजनीतिक दल भएको हुनाले यसमा सबैभन्दा धेरै जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले वहन गर्नुपर्ने कुरा भएको कुरा निर्विवादितै छ। त्यसैले सदनको सबैभन्दा ठुलो दल भएका हुनाले सबैभन्दा बढी जिम्मेवार बनेर यस्ता समन्वयमा हामी लाग्नेछौँ र आवश्यक पर्दा सर्वदलीय बैठकहरूका मार्फतबाट यस्ता समन्वयकारी कार्यहरू गरी यस विपदबाट मुलुकमा थप क्षति हुन नदिनको लागि अगाडि बढ्ने र त्यसको अग्रसरता लिनको निमित्त पनि हामी तयार रहेको कुरा सम्मानित सभामुख महोदय मार्फत सम्मानित सदनलाई म जानकारी गराउन चाहन्छु। सम्मानित सभामुख महोदय, घटनाको बारेमा धेरै कुरा आइसकेको छ। आज बिहान यो तिब्बततर्फको माथिल्लो जलाधार क्षेत्रमा हिम पहिरो तथा गिगरानका कारण नदीको बहावमा चाहिँ केही समय त्यो अवरुद्ध भई अचानक खुलेपछि रसुवाको भोटेकोसी नदीमा ठुलो बाढी प्रवेश गरेको प्रारम्भिक जानकारी हामीले प्राप्त गरेका छँदैछौँ, जसले चाहिँ यसको उच्च जोखिमपछि रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन र नवलपरासीसम्मका नदीका किनारका बस्तीहरू उच्च सतर्कतामा राखिएको कुरा धेरै मान्यज्यूहरूले यहाँ व्यक्त गरिसक्नु भएको हुनाले म त्यसलाई दोहोऱ्याउनतिर गइनँ। तर यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चाहिँ राहत तथा उद्धार कार्यका लागि जिल्ला विपद व्यवस्थापन समिति मार्फत केही रकमहरू पनि छुट्याएर काम अगाडि बढाएको कुरा पनि जानकारी आएको छ। त्यो बाहेक सबै संयन्त्रहरूलाई चलायमान गराउनको निमित्त सरकारका तत्त मन्त्रालय अन्तर्गतका विशेष गरेर मन्त्रीज्यूहरू आफै पनि सक्रियताका साथ लाग्नु भएको जानकारी प्राप्त भएकै छ। यो विपदमा केही जानकारी राख्नुपर्ने कुरा सबैभन्दा पहिला खोजी र उद्धार पहिलो प्राथमिकता नै हो। यो खोजी र उद्धारमा प्राथमिकता सरकारले दियोस्, त्यस पछाडि राहतको बेला आउँछ। र हामी नेपालीहरू एउटा मनकारी मानिसहरू भएको हुनाले हाम्रो स्वभावले आपद विपद पर्दा स्वदेशमा मात्र होइन विदेशमा समेत रहनुभएका नेपालीहरूले देशलाई के गर्न सकिन्छ, के गर्नुपर्दछ भनेर सधैँ जागरुकताका साथ मद्दत गर्दै आउनुभएको छ। नेपाललाई घाउ लाग्दा, देशमा घाउ लाग्दा कुनै एक पटक पनि विदेशमा भएका नेपालीहरूले मलम छुटाउनु भएको छैन। यसपटक पनि उहाँहरूले पक्कै पनि देशका लागि मलमको जोहो गर्नमा मद्दत गर्नुहुनेछ भन्ने कुरा म विश्वस्तका साथ बताउन चाहन्छु। सम्मान्य सभामुख महोदय, पुनर्स्थापनाको जटिलता आफ्नै ठाउँमा छँदैछ। विगतका विपदहरूमा हामीले गरेका अभियानहरू अधुरा छँदैछन्, तिनलाई पूर्णता दिनु त्यो हाम्रो आफ्नो चुनौती छँदैछ। त्यो सँगसँगै अर्को एउटा ठुलो चुनौती हामी माझ आइपरेको छ। तर हामी विश्वासका साथ भन्न सक्दछौँ कि जुनसुकै चुनौतीलाई पनि सामना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ र त्यो सामर्थ्य पुरा गरेर हामी आपतमा परेका, विपदमा परेका नागरिकलाई पुनर्स्थापनाका लागि पनि प्रतिबद्ध भएर राज्यका सबै संयन्त्रहरूको परिचालन गरेर अगाडि बढ्नेछौँ र हामीले सफलता हासिल गर्न सक्नेछौँ भन्ने कुरामा म पूर्ण आशावादी रहेको कुरा सम्मानित सदनलाई स्पष्ट पार्न चाहन्छु। यस बेलामा अपुष्ट समाचारहरू सम्प्रेषण गर्ने र विभिन्न आर्टिफिसियल इन्टेलिजेन्सका फोटो भिडियोहरू हालेर थप आक्रान्त बनाउने काम जिम्मेवार नागरिकहरूबाट हुने छैन भन्ने कुरा पनि म यही सदनबाट अपिल पनि गर्न चाहन्छु। सँगसँगै केही बेर अगाडि स्वास्थ्य मन्त्रीजीसँगको मेरो छलफल अनुसार अस्पतालहरू तैनात भएर बसेका छन्, त्यहाँ स्वास्थ्यकर्मीहरू स्ट्यान्ड बाई अवस्थामा रहनुभएको छ। जुनसुकै परिस्थितिलाई सामना गर्नको निमित्त 24 घण्टा तयार भएर विभिन्न अस्पतालहरू, बेडहरू, स्वास्थ्यकर्मीहरू रहनुभएको छ। साथै नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू स्ट्यान्ड बाई अवस्थामा रहेको कुरा यहाँ जानकारी पनि आइसकेको छ। सरकारका तर्फबाट पनि अझ यसलाई औपचारिकता प्रदान गर्न यसै सदनमा केही बेरपछि सरकारका सम्भवतः गृहमन्त्रीज्यू र उहाँ आफै अझ बढी संवेदनशील भएको हुनाले समय व्यवस्थापन यतिखेर गृहमन्त्रीको चुनौतीपूर्ण हुन्छ भन्ने कुरा हामीले महसुस गर्न सकिने कुरा नै हो। नसके सरकारको तर्फबाट के भइरहेको छ, के काम भयो, के हुँदैछ, सरकारले कस्तो किसिमको कार्य गरिरहेको छ भन्ने कुरा सम्मानित सदन मार्फत सिङ्गो देशलाई जानकारी गराउनु सरकारको कर्तव्य हो। मलाई विश्वास छ केही बेरपछि सरकारले आफ्नो त्यो गहन कर्तव्य निर्वाह गर्नेछ र सम्मानित सदन मार्फत सिङ्गो देशलाई जानकारी गराउनेछ कि यो विपदमा सरकार के गरिरहेको छ, सरकारका योजना कस्ता छन्, यतिखेर तत्काल के गर्यो, दीर्घकालीन रूपमा के कस्ता योजनाहरू सरकारले बनाएको छ। मलाई विश्वास छ ती सबै जानकारी सम्मानित सदनलाई सरकारले केही बेरमा दिनेछ र आश्वस्त पार्नेछ सिङ्गो देशलाई। म यसमा विश्वस्त हुन पनि चाहन्छु। सम्मानीय सभामुख महोदय,
प्रतिपक्षमा रहँदा र राजनीतिभन्दा पर रहँदा एउटा सानो अनुभव पनि छ। देशमा जतिखेर पनि आपत पर्दा सरकारभन्दा पहिला पुगेका धेरै मेरा अनुभवहरू छन्। ती अनुभवहरूबाट केही कुरा म सम्मानित सदनलाई साट्न सक्दछु। मैले अघि भने जस्तै हामी मनकारी भएका कारणले र सहयोगी भावनाका कारणले हामी राहत र उद्धारका लागि अत्यन्त धेरै हतारिन्छौँ। तर त्यो राहत र उद्धारका लागि हामी हतारिरहँदा मेरो विनम्रतापूर्वक सबै साथीहरूलाई अनुरोध छ कि विशेष गरेर अलिकति जिम्मेवार र अलिकति विभिन्न निकायमा काम गरिरहनुभएका अझ जनप्रतिनिधि अथवा मन्त्रीज्यूहरू अथवा लब्ध प्रतिष्ठित ख्यातिप्राप्त व्यक्तिहरू गइदिँदा कहिलेकाहीँ त्यसले निकै ठुलो काम पनि गर्दछ। कहिलेकाहीँ त्यो आफैमा एउटा व्यवस्थापनको चुनौती बनेर जान्छ। कुनै लब्ध प्रतिष्ठित प्रसिद्ध व्यक्ति घटनास्थलमा पुग्दा कहिलेकाहीँ सुरक्षा निकायले अतिरिक्त ध्यान उहाँहरूको सुरक्षालाई पनि दिनुपर्ने जटिलता पनि रहन्छ। कहिलेकाहीँ लोकप्रिय मानिसहरू हुँदा त्यो भिडभाडले विषयान्तर हुने र अन्य चुनौतीहरू थपिने जोखिम पनि रहन्छ। यस्ता कुराहरूलाई मध्यनजर गर्दै हामीले दिने राहत सामग्री, हामीले गर्न खोजेको काम, हामीले गर्न खोजेको मानवीय सेवा, त्यसलाई अझ चुस्त र प्रभावकारी बनाउन स्थानीय प्रशासनको संयन्त्रमा गर्न सकियो भने त्यो प्रभावकारी पनि हुने रहेछ। कहिलेकाहीँ अवस्था यस्तो पनि आउँछ कि राहत प्राप्त गर्नेले राहतमाथि राहत प्राप्त गर्दछ, थोरै पर, थोरै लुकेको, थोरै दुर्गम, अलिकति दुःख गरेर पुग्नुपर्ने ठाउँका मानिसहरू भोकै रहने पर्ने अवस्था पनि रहन्छ। यसका लागि सबैभन्दा राम्रो उपाय भनेको प्रशासनसँग समन्वय गर्ने नै हो। सत्तारूढ दलमा अहिले रहेका कारणले गर्दा हिजोको दिनमा जस्तो सरकारभन्दा पहिले पुग्नुपर्ने बाध्यतामा हामी छैनौँ। किनकि हामीलाई आशा छ यो सरकार बलियो सरकार हो। सरकार बलियो भनेको संसदको सङ्ख्या होइन। आपत पर्दा, अप्ठ्यारो पर्दा कति बलियोसँग, कति प्रभावकारी ढङ्गले सरकार पुग्दछ त्यसका आधारमा सरकारको मापन हुनेछ। मलाई विश्वास छ यो सरकारले आफूलाई मापन हुने यो कार्यमा अब्बल ढङ्गले आफूलाई अगाडि बढाउनेछ र नागरिकको सेवामा आफूलाई प्रस्तुत गर्नेछ। म यसमा निर्धक्क हुन चाहन्छु र सम्मानित सदनलाई पनि त्यही अपिल पनि गर्न चाहन्छु। त्यसैले भिआइपी मुभमेन्टले कहिलेकाहीँ सुरक्षाकर्मीहरूलाई अर्को एउटा चुनौती सिर्जना गर्दछ। मेरो कोसिस रहनेछ कुनै अत्यावश्यक हुँदाभन्दा बाहेक म फिल्डमा आफू जाने छैन, बरु आफ्नो सरकारलाई प्रभावकारी रूपमा काम गराउनमा मेरो भूमिका रहनेछ। तर कुनै कारणवश पुग्नु परेका खण्डमा कुनै पनि किसिमको भिआइपी मुभमेन्ट, सुरक्षा अथवा अन्य कुनै चिज मेरा लागि चिन्ता गर्नुपर्ने छैन र मेरो दलका सांसदहरू जाँदा पनि सुरक्षाकर्मीले त्यस्तो कुनै चिन्ता नलिइकन आफ्नो काम गर्नुभए हुन्छ। हामीलाई कतै पनि ध्यान दिनुपर्ने छैन। म यो कुरा सदन मार्फत बताउन चाहन्छु। सकभर सरकार पुगोस्, हामी मध्ये कोही पुगेछौँ भने पनि सरकारले हाम्रा लागि अतिरिक्त सुरक्षा, अतिरिक्त सेवा केही पनि दिनु पर्ने छैन। हाम्रा साथीहरूलाई कुनै पनि किसिमको आफ्नै तरिकाले व्यक्तिगत तवरबाट साथीहरू जानुहुनेछ। प्रशासनलाई कुनै पनि किसिमको उहाँको दखलअन्दाज नगर्ने तवरले हामी जानेछौँ, जानु परेको खण्डमा, नत्र जाने छैनौँ। यो पनि म सम्मानित सदन मार्फत जानकारी गराउन चाहन्छु। र ती प्रभावित क्षेत्रहरूमा टेलिफोनको डाटा उपलब्ध गराएको कुरा मैले जानकारी पाएको छु। त्यहाँ टेलिफोन गर्दा ब्यालेन्स नहुँदा पनि समस्या नपरोस् भन्ने कुरामा सरकार सचेत भइसकेको छ। डाटा छैन भन्ने कुराको पनि चिन्ता नहोस् भन्ने कुरामा पनि सरकार सचेत भइसकेको पनि जानकारी मैले प्राप्त गरिरहेको छु। यसमा ध्यान दिनुपर्ने, विपदमा ध्यान दिनुपर्ने कुरा एउटा थोरै मेरो सामान्य अनुभवका आधारमा यहाँ बताउन चाहन्छु कि यो आवाज सम्बन्धित निकायसम्म अवश्य पनि पुग्नेछ कि जब विपद पर्छ त्यतिखेर सबैभन्दा अप्ठ्यारो सीमान्तकृत वर्गलाई पर्दछ। अझ माइनोरिटीलाई यसले निकै ठुलो समस्या पार्दछ। त्यसमाथि महिला, गर्भवती महिला, वृद्धा, अपाङ्गता भएका व्यक्तिहरू, दलित समुदायमा यसको प्रभाव परेको डाटाहरूले बताएको छन्। किनकि राज्यको पहुँच नहुँदा, गरिबीमा बस्नुपर्दा त्यसका आफ्नै चुनौतीहरू छन्। ती चुनौतीहरूले विपदमा पनि सबैभन्दा बढी प्रभाव त्यही सीमान्तकृत वर्गलाई, त्यही माइनोरिटीलाई पर्ने गरेको छ। अझ बढी मैले अघि भने जस्ता वर्गलाई असाध्यै धेरै अप्ठ्यारो परेको हुन्छ। त्यस्तो अवस्थामा प्राथमिकतामा यी वर्गहरू परुन्, महिलाहरू प्राथमिकतामा परुन्, वृद्धहरू प्राथमिकतामा परुन्, गर्भवती महिलाहरूलाई प्राथमिकतामा राखियोस्, बालबालिकाहरूलाई प्राथमिकतामा राखियोस्, अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखियोस्। मलाई विश्वास छ सरकारले यस्ता प्राथमिकताहरूलाई ध्यान दिनेछ र विगतमा भएका काम कारबाहीहरू, विगतमा भएका विपदका हाम्रा अनुभवहरूबाट सिक्नुपर्ने र
नगर्नुपर्ने गल्तीहरूका लिस्ट सरकारसँग पक्कै पनि छ होला। म विश्वस्त छु कि सरकारले यी सबै कुराहरूलाई पक्कै पनि मध्यनजर गर्नेछ। सम्भावित हवाई उद्धारलाई प्राथमिकताका साथ राखिएको कुरा जानकारीमा आएको छ। आपतकालीन परिचालनका लागि विमानस्थलहरूमा सर्च एन्ड रेस्क्यु तथा इमर्जेन्सी रेस्पोन्स टिम समेत तयार भएको अवस्थामा रहेको जानकारी पनि प्राप्त भएको कुरा म सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। एकद्वार प्रणालीको विषय मैले अघि उठाइहालेँ, म त्यसमा फेरि जोड लगाउनु पर्ने आवश्यकता ठान्दिनँ। र अहिले जोखिम कायमै रहेको हो कि भन्ने किसिमका सूचनाहरू पनि आइरहेको हुनाले सबैजनालाई अतिरिक्त सतर्कता अपनाउन पनि म यहीँबाट अपिल गर्न चाहन्छु। सँगसँगै कहिलेकाहीँ राहत उद्धारमा लागेका सुरक्षाकर्मीहरू र उद्धारमा सुरक्षाकर्मीहरूलाई सघाउनका लागि अघि भने जस्ता विभिन्न राजनीतिक दल अथवा यस्ता सङ्घ संस्थामा गएका मानिसहरूसँग उपयुक्त उपकरणहरू, उपयुक्त तालिम नहुँदा उद्धारकर्मीहरू पनि जोखिममा पर्ने निकै ठुलो सम्भावना रहन्छ। यस्तो अवस्थामा उद्धारमा गएका साथीहरूले त्यो जोखिम उठाउँदाखेरि आफूलाई खतरामा राखेर भन्दा पनि तालिम प्राप्त उद्धारकर्मीहरूसँग समन्वय गर्दा थप जोखिमबाट बच्न सकिन्छ। म यो कुरा पनि सम्मानित सदन मार्फत अपिल गर्न चाहन्छु। र कयौँ नागरिकहरू बेपत्ता भएको यो अवस्थामा हामीसँग सम्पूर्ण डाटाहरू प्राप्त भइसकेको अवस्था छैन। सँगसँगै हाम्रो मुलुकलाई घुम्न आउनुभएका कयौँ पर्यटकहरू पनि यस्तो अवस्थामा पर्नुभएको छ। म अन्तर्राष्ट्रिय समुदायलाई पनि निर्धक्क हुन अनुरोध गर्न चाहन्छौँ कि हामी हाम्रा नागरिकहरूलाई बचाउने मात्र होइन, हाम्रो देश घुम्न आउनुभएका विभिन्न देशका नागरिकहरूको उद्धार राहत र उहाँहरूको ज्यानलाई जोखिम नहोस् र उहाँहरूको पनि उद्धार र उपचार होस् भन्ने कुरामा अत्यन्त सचेत छौँ। म यही संसदको रोस्ट्रमबाट अन्तर्राष्ट्रिय समुदायलाई पनि निर्धक्क हुन र सरकारले आफ्नो सामर्थ्य पुर्याएर आफ्नो सम्पूर्ण सामर्थ्य लगाएर काम कारबाही गर्नेछ भन्ने कुराको पनि म सुनिश्चितता अभिव्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, कहिलेकाहीँ अप्ठ्यारो परेका ठाउँमा, आपत परेका ठाउँमा, बाढी आइरहेको बेलामा पनि छेउछाउमा बसेर हेर्ने, त्यसलाई छायाङ्कन गर्ने, आफ्नो मोबाइलमा त्यस्ता दृश्यहरू कैद गर्ने क्रियाकलापले पनि सुरक्षाकर्मीहरूका लागि चुनौती सृजना गरेको हुन्छ। म यो सम्मानित सदनबाट ती सम्पूर्ण आम नागरिकहरूलाई अनुरोध गर्न चाहन्छु कि ती दृश्यहरू कैद गर्ने हतारो अथवा त्यो दृश्यको साक्षी, कुनै पनि विपदको साक्षी बस्नका लागि आफ्नै ज्यानलाई जोखिममा राखेर बस्ने कार्यलाई बन्द गर्नु हुनको निमित्त म आम नागरिकलाई अपिल गर्न चाहन्छु। किनभने त्यसरी पनि जोखिम बढेको अवस्था सृजना भएको छ र जोखिम अझै पनि बाँकी रहेको कुरा, फेरि पनि जोखिममै हामी रहेको त्यस्ता सूचनाहरू पनि आइरहेको हुनाले म त्यसतर्फ पनि सम्बन्धित धेरैलाई म अपिल पनि गर्न चाहन्छु। र अन्त्यमा सम्मान्य सभामुख महोदय, राष्ट्रिय स्वतन्त्र पार्टीले केही बेरपछि आकस्मिक बैठक बसेर राहत कोषका लागि उपलब्ध गराउने रकमको पनि निर्णय गर्नेछ। साथै रासोपाका सांसदहरूले बेग्ला बेग्लै होइन, सामूहिक रूपमा यो आपतमा सरकारलाई कसरी सघाउन सक्छ भन्ने कुरा पनि आज बस्ने बैठकले निर्णय नै गर्छ। म आम नागरिकलाई यहीँबाट अपिल गर्न चाहन्छु कि हामी सक्दो साथ सहयोग गर्नेछौँ। र सम्मानित सभामुख महोदय, कहिलेकाहीँ हामी विपदमा सरकारलाई या संयन्त्रलाई समीक्षा गर्न हतारो गर्दछौँ। म यसपटक सम्पूर्ण प्रतिपक्षी दलहरूलाई, नागरिक समाजलाई र सम्बद्ध सबैलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु कि यसपटकको विपद अलि बेग्लै किसिमको विपद छ। यो विपद अत्यन्तै कहाली लाग्दो ढङ्गले आएको छ। त्यसकारणले यस विपदलाई समीक्षा गर्ने हतारो नगरिदिनु हुनको निमित्त म हार्दिक अपिल गर्न चाहन्छु। र म यो विश्वासका साथ भन्न सक्दछु कि सत्तारूढ दलको सभापतिका हैसियतले कि सरकारले कुनै पनि कसर बाँकी रहने छैन। राज्यका सम्पूर्ण संयन्त्रहरू नागरिकको जीवधन बचाउनको निमित्त अहोरात्र प्रयोग हुनेछन्, सदुपयोग हुनेछन्। तिनको एक एक लेखाजोखा हामी राख्ने नै छौँ। तर नागरिकको ज्यान र नागरिकको जनधनभन्दा ठुलो यतिखेर केही पनि होइन। सरकारले आफ्नो पूर्ण सामर्थ्य प्रस्तुत गर्नेछ, पूर्ण इमान्दारीका साथ काम गर्नेछ र यस्ता कार्य गर्दा विगतका अनुभवहरूलाई सँगाल्ने हिसाबले विभिन्न राजनीतिक दलका तत्तत समयका विभिन्न नेतागणहरू, त्यतिखेर जिम्मेवारी सम्हालेका विभिन्न व्यक्तित्वहरूसँग बिना सङ्कोच सल्लाह सुझाव लिनेछ र सामूहिक रूपमा यो विपदबाट
हामी मुक्ति प्राप्त गर्नेछौँ। सबैको सामूहिक प्रयासले हामी आम नागरिकमा यो विश्वास दिलाउन सक्छौँ कि चाहे जुनसुकै दल होस्, चाहे जुनसुकै विचारसँग आबद्ध व्यक्ति होस्, मुलुकलाई आपत पर्दा हामी एकै ठाउँमा उभिन सक्छौँ भन्ने कुराको हामीले स्पष्ट सन्देश यहाँ घरभित्र हाम्रा नागरिकलाई मात्र होइन संसारलाई दिनुपर्नेछ। संसारलाई भन्नुपर्नेछ कि आपत पर्दा नेपालले जे गरेर देखायो संसारका अन्य देशले पनि त्यस्तै एकबद्धता आपतमा देखाउन सक्यो भने मात्रै हामी देशका रूपमा संसारभरि चिनिनेछौँ र संसारका सबै देशले देख्ने गरी, अन्तर्राष्ट्रिय समुदायले देख्ने गरी हामी त्यो एकबद्धताको अभ्यास पनि यसपटक गर्नेछौँ भन्ने कुरामा म विश्वस्त हुन चाहन्छु। अन्त्यमा सम्माननीय सभामुख महोदय, यो विपद बाजा बजाएर आउँदैन भन्ने कुरा हामीले बुझेकै छौँ, तर पनि कहिलेकाहीँ प्रविधिको विकास सँगसँगै यस्ता सूचनाहरू प्राप्त हुने गर्दछन्। हामीले फड्को मार्नुपर्ने विकासको जुन एउटा बाटो तय गरेका छौँ, हामीले त्यो विकासको जुन एउटा हामीले परिकल्पना गरेका छौँ, हामीले परिकल्पना गरेको विकासभित्र विपदको पूर्व सूचना सम्बन्धी जानकारी प्राप्त गर्ने संयन्त्र या प्रविधिको आवश्यकता पहिलो नम्बरमा बस्नुपर्ने आवश्यकता देखिएको छ। हामीले ठुला ठुला भवनहरूलाई विकासको सूचक मानेका हुन सक्दछौँ। ठुला ठुला हाइवे, एक्सप्रेसवे यस्ता भौतिक संरचनाहरूलाई विकासको आधार अथवा विकासको सूचक मानेका हुन सक्दछौँ, तर एउटै मात्र प्राकृतिक विपदले त्यत्रा संरचनाहरू मिनेटभरमा, निमेषभरमै खरानी माटो हुन सक्ने रहेछन्। त्यसैले विकासको सूचकका रूपमा ठुला ठुला भौतिक संरचना र पूर्वाधारलाई मात्र होइन, विपद आउँदैछ भन्ने कुरा थाहा पाउने सूचना संयन्त्र, प्रविधि संयन्त्रलाई पनि विकासको सूचकको पहिलो नम्बरमा राख्नु आजको आवश्यकता हो। सँगसँगै मलाई विश्वास छ सरकारका तर्फबाट सम्पूर्ण जानकारी सिङ्गो सदनलाई प्राप्त हुनेछ र म फेरि पनि विश्वासका साथ भन्न सक्दछु कि सरकार आफ्नो सम्पूर्ण क्षमता लगाएर नागरिकलाई बचाउने, जीवधनको रक्षा गर्ने कुरामा र सबभन्दा पहिला खोजी उद्धार, त्यसपछि राहत र पुनर्स्थापनाको कार्यमा लागि पर्नेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। समयका लागि आभार व्यक्त गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु। नमस्कार।